कहिलेकाहीँ वीरता न आवाजमा हुन्छ न हातको हतियारमा। कहिलेकाहीँ वीरता हुन्छ सफा ओछ्यानमा, न्यानो मुस्कानमा र निदाएका आँखाहरू हेर्ने कोमल दृष्टिमा। नर्स बन्नु केवल पेसा होइन, यो त आत्मा हो जुन बिरामीको दुःखसँगै दुख्छ र निको हुँदा मौन मुस्कानमा हराउँछ। ड्युटीका ती पीडा, रातभरको थकान र निरन्तर सङ्घर्ष, तिमीले दिने सेवा जसको मूल्य शब्दहरूले व्यक्त गर्न सक्दैन। रोगी निको हुँदा सबैले डाक्टरलाई धन्यवाद दिन्छन्, तर नर्सको माया भने हत्तपत्त देखिँदैन र सराहना गरिँदैन। तिमी सम्झाउँछौ औषधि समयमै खानु है, र बिरामीको मनलाई आशाको डोरीले बाँध्छौ। नुहाइदिन्छौ, ओछ्यान मिलाइदिन्छौ सफासँग, जसले थाकेको तन अनि मनलाई दिन्छ शान्ति र रङ्ग। कसैले नबुझे पनि तिमीले दिएको कडा परिश्रमको थकान तिम्रा हातहरूमा हुन्छ जीवनको अमूल्य सम्मान। प्रशंसा बिना पनि तिमीले बाँड्छौ अटल मुस्कान। तिमी नै हौ त्यो जो यात्रा गराउँछ शान्तिको स्थान। नङ पाल्न मन लागे पनि बाँधिन्छ सेवा धर्ममा, सपना सर्छन् सधैँ बिरामीको कर्ममा। कसैले नगरोस् तिमीलाई हेला, याद राख तिम्रा कर्म नै हुन् तिम्रो साँचो गहना। नर्सको पोसाकमा लुकेको छ देवीको रूप, तिमी बिना अधुरो हुन्थ्यो जीवनको स्वरूप। धन्य छौ तिमी, धन्य तिम्रो माया, नमेटिने तिमीले छाडेको छौ छाया। तिमीले दिएका माया र सेवा अद्वितीय छन्, सपना पुरा गर्ने हिम्मत, उत्साह र साहसले भरिएका छन्। म भन्न चाहन्छु नर्स दिवसको शुभकामना। सधैँ रहोस् तिम्रो तेज, नरम मुटु, बलियो आत्मा अनि सुन्दर सन्देश।